र साथीहरु म चाहिँ जाँदैछु पानी ल्याउन जाँदैछु। हाम्रो गाउँमा पानीको पनि दुःखै छ क्या। लेकतिर पानी कहिलेसम्म सङ्कटै छ धेरै जसोले थाहा छ। लगभग पानी चाहिँ टाढैबाट आउँछ, थोरै आउँछ। ट्याङ्की छ, ट्याङ्कीमा चाहिँ 3-4 दिनसम्म चाहिँ ट्याङ्की बन्द गरेर जम्मा गरिन्छ अनि एक दिनमा खोलिन्छ क्या। एक दिन खोलेर अब कति लिटर भाग पर्ने हो, 20 लिटर पर्ने हो कि 30 लिटर पर्ने हो। मैले लिनु चाहिँ यहाँ 50 लिटरै लिएको छु, 3टा जर्किन लिएको छु होइन। कति भाग पर्छ हेरौँ, पाउँछ कि पाउँदैन। फेरि लास्टै कुट्न पर्छ क्या। अहिले गएको छु म, अब मेरो पालो कहिले आउँछ भन्ने 10 बजे 9:30 10 बजेतिरै आउँछ होला। मान्छे टन्नै हुन्छन् है, पानीको हाहाकार छ है, एकदम भिड हुन्छ, पर्खनुपर्छ। त्यो पनि 3-4 दिनसम्म यो ट्याङ्कीमा जम्मा गरे पानी हो क्या। नत्र चाहिँ औलबाट आउँछ कि 1 घन्टा लाग्छ जुन औलबाट यहाँ आउन, कि औलबाट ल्याउनु पर्छ कि कारापानी भन्ने ठाउँ छ तल अर्को। लगभग जाँदा आउँदा गरेर त्यहाँ पनि लाग्छ 2 घन्टाभन्दा अलिक कम लाग्छ होला। एकदम गाह्रो छ हजुर पानीको। अब साउन लाग्न लागिसक्यो, पानी त बढ्नु पर्ने हो, तर पानी धेरै नपरेको कारणले गर्दा पानीको अभावै छ। मुहानमा नै पानी छैन क्या, धाराहरू छन्, ट्याङ्कीहरू पनि छन्, तर मुहानमा पानी सुकेको कारणले गर्दा हाम्रो लेकबोटामा चाहिँ पानीको एकदम दुःख छ। म तपाईँलाई त्यो धाराको अवस्था पनि देखाउँछु, पछि म त्यहाँ पुग्छु है। म अहिले अलिक टाढा छु धाराभन्दा, म पछि देखाउने वाला छु। म पुसी भ्याऊ भाउजू तुम्ही म लस्मिता पुसी लस्मिता कति हुन्, कति 100 जना खान कसले भने म अगाडि छौँ क्या।